विक्रम बाबाको क्रोकोडाइल। वेलकम टू माई न्यू ब्लग गाइज। फाइनली अब हामी कहाँ विक्रम बाबाको यात्रा गर्दैछौँ। भिडियोको लास्टसम्म देख्नु होला। अहिले बस आएको छैन साथीहरू होइन, त्यसैले बस पनि पछाडि आइसक्यो। बस पछाडि पनि आइसक्यो। ल हामी बसमा चढ्यो है। हामी अहिले पुगिसकेका छौँ विक्रम बाबा। बिचमा छ हटा न। विक्रम बाबाको दृश्य हेर्नु है कस्तो छ। जब 1 किलोमिटरको बाटोलाई हामीलाई 50 रुपियाँ लियो। अहिले 2 किलोमिटर छ भित्र। अब हिँडेर जान्छौँ, तपाईँहरूलाई दर्शन गराउँछौँ त्यहाँको कस्तो छ दृश्यहरू होइन। भिडियोको लास्टसम्म हेर्नु होला र बिट्टु ब्लग चाहिँ सपोर्ट गर्नु होला। धन्यवाद गाइस। विक्रम बाबा मेलामा पाल्नु हुने सम्पूर्ण भक्तजन महानुभावहरूलाई हार्दिक स्वागतम। हामी विक्रम बाबा छिर्यौ गाइस। हामी जङ्गलमा मङ्गल गर्दै अगाडि बढ्दैछौँ। त्यहाँ हाम्रो साथीको प्रेमिका पनि त्यही रहेछ, हेर्नु अगाडि होइन गाइस। अब यहाँबाट कति टाढा छ देऊ न एक पोर। चुच्चीमा मार्दैन गाइस। भिडियोको लास्टसम्म हेर्नु होला होइन, तर क्यामेरा लास्टै हल्लिन्छ है। चल बोका छ नि त। हेर्नु यहाँ के लेखेको छ भने चितवन राष्ट्रिय निकुञ्ज फोहोर नफालो नगरौ। तर हामीहरू मानिसहरू यस्तो बेकु प्राणी हो कि जहाँ मन लाग्यो जहाँ मन लाग्यो त्यही फोहोर फाल्ने काम गर्छ होइन। मानिसहरूलाई सर्वश्रेष्ठ प्राणी भन्छ, तर सबैभन्दा बेकु मान्छे नै हो। साँच्ची भन्दैछु म, जनावरहरूलाई मार्ने काम अहिले के भन्नु। भिडियोलाई लास्टसम्म हेर्नु होला। हामी विक्रम बाबाको यात्रामा अहिले पुलनिर आइसकेका छौँ। यसको नाम चाहिँ राप्ती पुल हो। लम्बाइ चाहिँ 286 मिटर हो होइन गाइस। अगाडि हेर्न सक्नुहुन्छ, यो हाम्रो ठुलो पुला रहेछ। विक्रम बाबा के कसको बोला न विक्रम बाबा के हर हर महादेव मैया भवन पार्वती सिद्ध सुखी रहे। गाइज हामी होइन अहिले पुलामा हेर्न सक्नुहुन्छ खतरा गहिरो न गाइज। राप्ती नदीको यात्रा गर्दै हेर्नु यहाँ क्रोकोडाइलहरू 3-4वटा 5-6वटा रहेछ है। लास्टै रहेछ। डर पनि लागिरहेछ अब यो पुलमा खडा यो बस्नलाई पनि। हामी अगाडि बढ्दैछौँ गाइस। साँचोमा डर लागि त गाउँ पेन्टै पनि मुता जाए। देखेर कत्रो ठुलो गाइस, हेर्नु न कत्रो ठुलो। बाफ रे बा। चला हामी पुला कटेर अगाडि बढिसकेका छौँ है। पुलाको सिन देखायो। अगाडि बढ्दैछौँ अहिले। दाइ कति टाढा हो यहाँबाट? समथिङ 1 किलोमिटर हुनसक्छ है यहाँबाट। हेर्नु कस्तो रमाइलो बाटो। यो साइडमा यो काठहरूको मजाको छ कि। तपाईँहरूलाई म भन्दैछु आउनु विक्रम बाबा, रमाइलो छ अहिले। कमसेकम चितवनमा आउनु, नारायणघाट होइन। नेपाल राष्ट्रिय निकुञ्ज पनि भनिन्छ है गाइस। आधी घन्टादेखि हिँड्दैछौँ, तर अहिलेसम्म विक्रम बाबाको दर्शन भएको छैन। जङ्गलमै हामी बाबा घुम्दैछौँ, जङ्गलको यात्रा गर्दैछौँ अहिले। हेर्न सक्नुहुन्छ चारैतिर जङ्गलै जङ्गल छ। डर पनि लागिरहेछ कि बाघहरू आउन सक्छ है। डर छ। नेपाल राष्ट्रिय निकुञ्ज होइन, चितवन राष्ट्रिय निकुञ्ज होइन। टुरिस्टहरू पनि आउँछन् त्यहाँ, बाहिरका मान्छेहरू। यो हेर्नु चितवन नेसनल पार्क जाने बाटो। यताबाट गइन्छ चितवन नेसनल पार्क होइन। कसरा पनि भनिन्छ है, कार्यालय कसरा। हामी अब विक्रम बाबा आइसकेका छौँ। नजिकै छ, अब कमसेकम 100 मिटर जति होला है। अगाडि हेर्न सक्नुहुन्छ त्यो एउटा घर छ, त्यही आइसक्यो विक्रम बाबा। त्यो दृश्य चाहिँ अलि डेन्जर खतरा रहेछ कि। हरियाली पनि रहेछ,
तर यहाँ कति बेला बाघ अट्याक गर्छ, कति बेला राइनो अट्याक गर्छ, त्यो केही थाहा हुँदैन। यहाँ लियोपार्ड डर लागिरहेछ कि बाघहरू आक्रमण गर्न त्यो सक्छ। लायनहरू सबै हुन्छ कि कति बेला के एट्याक हुन्छ थाहै हुँदैन। त्यो खोलामा क्रोकोडाइल हेरेर हाम्रो त सातो गएको थियो है। यहाँ त यो माछा थियो नि, एउटा माछा थियो 40 किलो 45 किलोको माछा थियो, त्यो नि हेरेर यहाँ डरलाग्दो हो। रातिमा घुम्न पाइँदैन। यहाँ 5-4 बजेसम्म घर जानुपर्छ हामीलाई। यहाँ विक्रम बाबाहरू अहिले 4-5 दिनदेखि लास्टै ठुलो मेला लागेको छ। फाइनली गाइज हाम्रो यात्रा सफल भयो। अहिले हामी विक्रम बाबानिर आइपुगेका छौँ है गाइज। विक्रम बाबानिर आइपुगेका छौँ। हेर्नु अगाडि त्यहाँ विक्रम बाबाको मूर्तिहरू रहेछ। हेर्नु 31 गते मेला जे मनोकामना माग्नुहुन्छ सम्पूर्ण पुरा हुन्छ यहाँको है गाइज। जहाँ बलि काटिन्छ है गाइज। यही हाम्रो विक्रम बाबा है। विक्रम बाबाको दृश्य अहिले त मान्छेहरूको भेला भएको छैन। भोलि फेरि बिहानदेखि फेरि पूर्ण मान्छेहरू सम्पूर्ण यात्रीगणहरू आइपुग्छ। हेर्नु विक्रम बाबानिर आइसकेका छौँ हामी। यही पछाडि तपाईँले हेर्नु भएको यही विक्रम बाबा हुन्। टाढा टाढाका मान्छेहरू यहाँ दर्शन गर्न आउँछन् विक्रम बाबाको है गाइस। भिडियोको लास्टसम्म हेर्नु होला। विक्रम बाबाको मन्दिर यहीँ हो। जङ्गलको बिचमा कमसेकम लमसम 3 किलोमिटर भित्र रहेछ है। त्यो कुरा के खबेन गाइज। हामी दर्शन विक्रम बाबाको यहाँ दर्शन गरिसकेछौँ। अब हामी अगाडि बढ्दैछौँ गाइज। डर पनि लागिरहेको छ भित्रबाट है। अब बाघहरू खाने हो कि के गर्ने हो थाहा छैन मलाई। भिडियोको लास्टसम्म हेर्नु गाइज। र तपाईँहरू पनि आउन सक्नुहुन्छ विक्रम बाबा। अहिलेसम्म समथिङ 5-6 दिनसम्म लाग्ने छ यहाँ मन्दिरहरू। फेरि यहाँ भित्र प्रवेश निषेध गर्ने छ केही दिनपछि। 31 गतेसम्म यहाँ आउन पाइँदैन। तपाईँहरू जति सक्नुहुन्छ यो अहिले नै तपाईँहरू दर्शन गर्नु होला। विक्रम बाबाको दर्शनहरू यहाँ टुरिस्टहरू टन्नै मान्छेहरू पनि आउँछ घुम्नको लागि यहाँका दृश्यहरू है। गाइज हामी विक्रम बाबा दर्शन गरेर घर फर्किँदैछौँ। यहाँ एउटा आर्मी दिदीले भनेको थियो कि गैडा देखा परेछ होइन। अब त्यही गैडा हेर्न जाँदैछु छिटो छिटो। गैडा हेऱ्यो भने तपाईँहरूलाई हेराउँछु, गैडा हेरेन भने म पनि हेर्दिनँ, तपाईँ पनि नहेर्नु है गाइज। नेक्स्ट भिडियोमा पार्ट 2 मा हेर्नु होला गैडाको दृश्य। अहिले त हुन्न गैडाहरू।